गुड मर्निङ। नयाँ दिन नयाँ सुरुवात नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आज म चाहिँ गाउँबाट आएको छु भिडियो गर्नलाई। यो सुनसान छ गाउँ, कोही छैन। हिजो 2-4 वर्ष अगाडि 4-5 महिना यही बाटोमा एक्लै हिँडिरहेको छु। सब गए देश विदेशतिर। त्यही हो गाइस, अहिले चाहिँ आफ्नो गन्तव्यतिर जान लाग्यो। गाउँमा पनि कोही छैन, पुरै सुनसान सुनसान सहर। अहिले गाउँ यस्तो छ। त्यही हो गाइस, यो ठाउँमा कुनै बेला हुल हुन्थ्यो पौडी खेल्नको लागि, र अहिले केवल म मात्र छु अहिले ठाउँमा। यस्तो हुल थियो। बाबा, यो ठाउँमा हुल हुन्थ्यो पौडी खेल्नको लागि, तर अहिले कोही छैन। यहाँबाट यसरी उल्टी सुल्टी हान्ने, यहाँबाट यसरी हाम फाल्ने उता थियो। तर यो न त पौडी नै रह्यो, न त मान्छे नै रह्यो। सब गयो आफ्नो आफ्नो ठाउँतिर। लगाइस यस्तो छ गाउँहरूतिर, सब खाली खाली छ। उति बेलुती खाने, अम्बा खाने, अनि पौडी खेल्ने रमाइलो हुन्थ्यो। तर गए ती दिनहरू। त्यहाँ देखेको छ नि आँपको बगैँचा, यहाँ भलिबल खेल्ने ठाउँ। तर अहिले कोही छैन, खाली छ त्यत्तिकै। सब साउदी, कतार, जापान गइसके साथीहरू, कोही छैन, खाली छ। यो गाउँ, यो बजार त यो गाउँ सुनसान गाउँ भएको छ। पोलमा लाइन छ, लाइन बगिरहेछ। घरमा वायरिङ छ, तर मिटर छैन विडम्बना। यस्तै छ गाउँघरतिरको हाल खबर, सुनसान। कोही